मर्निङ टाइममा बाइक धेरै कुदाइयो। सो तपाईहरुको सुरुवात चाहिँ बिहानीको केबाट हुन्छ थाहा छैन। मेरो चाहिँ यसरी आगो तापेर हुन्छ र अनि त्यस पछाडि मुरै र चिया खाएर स्कुल जानुपर्ने हुन्छ र हेलमेट लुगा टक्कसँगले बाँधेर तातो भएर रेडी हुनुपर्ने। त्यस पछाडि अर्को मुख्य काम भनेको बिहानै चिसोमा बाइक स्टार्ट गर्ने हो, जसलाई चाहिँ मैले किक हानेर स्टार्ट गर्नुपर्ने हुन्छ। एकदमै कडा पारामा किकले एकचोटिमा स्टार्ट हुँदैन र 2-4 चोटि हान्नुपर्छ मजाले। अनि तीमाथि रेस पनि मजाले लिँदैन, बिस्तारै रेस लिएर ठ्याक्कसँगले गाडी निकालेर रोडमा पुगेपछि म सक्कसँगले लागे स्कुलतिर सरर राम्रो पन्यामको बिहानीको चिसो मौसममा। र फाइनली म स्कुल पुगिसकेछु। केटाहरूले मलाई भ्लगर भन्दै जिस्काउँदै पनि थियो। अनि फाइनली पढेर म रेस्टुरेन्ट आएर आज खानाको सेट लगाएँ अनि यसरी थुक्पा सुप्पा पनि बेचियो र बाइक यस्तो छ हालत होइन। फाइनली अहिले यतिको छ गेस्टहरू अनि फेरि कन्यामको मौसम एकदम चिसो, त्यहीमाथि यस्तो चिसो मौसममा केटाकेटीहरू फुटबल खेल्दै रहेछ स्कुलमा। र फेरि फाइनली रेस्टुरेन्टमा आएर बस्यो। हस् धन्यवाद, डु लाइक कमेन्ट शेयर सब्सक्राइब फर मोर।